उज्जवल भविष्यको सपना बोकेर बालबाटिका आएकी छु। उज्जवल भविष्यको सपना बोकेर बालबाटिका आएकी छु। गुरु गुरु आमाको निस्वार्थ माया र ममता पाएकी छु। गुरु गुरु आमाको निस्वार्थ माया र ममता पाएकी छु। देश हाँक्ने आशीर्वाद दिनुहोस् शरण पर्दछु। देश हाँक्ने आशीर्वाद दिनुहोस् शरण पर्दछु। उपस्थित सबैलाई हृदयबाटै स्वागत गर्दछु। उपस्थित सबैलाई हृदयबाटै स्वागत गर्दछु। यस दीक्षान्त समारोह तथा अभिभावक दिवसको श्रद्धेय सभापतिज्यू, प्रमुख अतिथिज्यू, मञ्चमा विराजमान विशिष्ट अतिथिज्यू, अन्य अतिथिगण, आदरणीय प्रधानाध्यापकज्यू, श्रद्धेय गुरुवर्ग, विद्यालय र विद्यार्थीको उन्नतिको लागि सदा दृढचित्त भई लागिरहनु हुने आदरणीय अभिभावकज्यू तथा उपस्थित सम्पूर्ण महानुभावहरूमा म कक्षा 6 की छात्रा अनि विद्यालयको तर्फबाट हार्दिक धन्यवाद दिँदै स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम सुस्वागतम। आजको जस्तो महत्त्वपूर्ण दिनमा म विज्ञामुक्तान यहाँहरूलाई केही शब्दबाट स्वागत गर्न पाएकोमा आफैलाई गौरवान्वित ठानेकी छु। मलाई यो अवसर प्रदान गर्ने विद्यालय परिवारप्रति कृतज्ञ छु। बनेपा नगरपालिकाको काखमा रहेको यो पवित्र मन्दिर आज 37औं अभिभावक दिवस मनाउने क्रममा छ। सीमित स्रोत र साधनहरूबाट सुरु भएको यो विद्या मन्दिर अहिले अन्तर्राष्ट्रिय स्तरको आफ्नै निजी भवन, यथेष्ट खेल मैदान, अन्तर्राष्ट्रिय स्तरको पाठ्य सामग्री सहितको आधुनिक तथा प्राविधिक पुस्तकालय, विद्यार्थीको तह तथा उमेरलाई मध्यनजर गरी स्थापना गरिएको विज्ञान तथा कम्प्युटर प्रयोगशालाहरू आदि जस्ता सुविधा सम्पन्न हाम्रो विद्यालय एक उत्कृष्ट विद्यालय बन्न सफल भएको छ। यस विद्यालयलाई यहाँसम्म पुर्याउन भोक प्यास नभनी दिनरात लागि पर्ने हाम्रो संस्थापक प्रिन्सिपलज्यूको योगदान अतुलनीय रहेको छ। त्यसै गरी आमा बुबाकै माया र ममता प्रदान गरी निस्वार्थ गुरु आमाको निस्वार्थ खटाइ र अध्यापन अनि हाम्रा अभिभावकज्यूहरूको साथ र सहयोगले गर्दा हाम्रो विद्यालय यहाँसम्म आइपुगेको छ, जहाँ हामी हृदय खोलेर हाँस्न र नाच्न सिकेका छौँ। 37औं अभिभावक दिवस तथा भव्य दीक्षान्त समारोहले देशकाल परिस्थिति अनुसार शैक्षिक लक्ष्य हासिल गर्न सकोस्, देश विदेशमा ज्ञानको ज्योति फैलाउँदै जाओस् भन्ने आफ्नो कामना स्वरूप व्यस्तता अनुरूप समय नै सबै कुरा हुन्, यिनको प्रगति नै जीवनको सफलता हो भन्ने सम्झी यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनु भएकोमा यहाँहरूलाई पूर्ण स्वागत गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।